साथीहरू सबैजना आराम हुनुहुन्छ होला, म पनि आराम छु। आजको यस भिडियोमा करदाता प्रोत्साहन उपहार कार्यक्रममा यदि तपाईँ पनि सहभागी हुन चाहनुहुन्छ भने, यदि तपाईँले कुनै पसलबाट नगदमा सामान किन्नुभएको छ र बिल लिनुभएको छ भने आजै म तपाईँहरूलाई यस भिडियोमा लाइभ देखाउँदैछु। जुन मैले पनि आज एउटा पसलमा नगदमा सामान किनेको छु, त्यो पनि तपाईँहरूको लागि, किनकि मैले तपाईँहरूलाई दर्ता गर्न सिकाउनको लागि। साथीहरू, यदि तपाईँ पनि यो कार्यक्रममा सहभागी भएर यदि तपाईँ पुरस्कार जित्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र धेरै साथीहरूलाई सेयर पनि गर्नुहोला र नगदमा लिएको बिललाई कसरी दर्ता गर्ने भन्ने कुरा आजको म यस भिडियोमा तपाईँलाई पूर्ण रूपमा लाइभ देखाउँदैछु। साथीहरू, सबभन्दा पहिले तपाईँहरूले के गर्नुपर्ने हुन्छ, आफ्नो क्रोम ब्राउजरमा जानुहोला। क्रोम ब्राउजरमा गइसकेपछि प्राइज irdgb.np हानिसके भन्दापछि यसरी तपाईँ यो स्क्रिनमा पुग्नुहुन्छ। यहाँ पुगिसकेपछि यहाँनिर तपाईँले सुरुमा देख्नुभएको होला, यहाँनिर करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेको छ, यसमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसके भन्दापछि यहाँनिर तपाईँको बिल दर्ता भनेको छ, इतिहास भनेको छ। अहिले हामी बिल दर्तामा जानुपर्ने हुन्छ, किनकि हामी बिल दर्ता गर्दैछौँ। यदि तपाईँ यसलाई इङ्ग्लिस बनाउन चाहनुहुन्छ भने इङ्ग्लिसमा क्लिक गर्नुहोला र नेपाली बनाउन चाहनुहुन्छ भने नेपालीमा क्लिक गर्नुहोला। अब सिधै तल जानुपर्ने हुन्छ। तल गइसक्यो भन्दापछि यो बिल भुक्तानी कसरी गरिएको भनेर यहाँनिर दुईवटा अप्सन देखाएको छ, एउटा विद्युतीय क्युआर कार्ड र एउटा नगद। हामी नगदमा किनेको सामानको चाहिँ बिल दर्ता गर्दैछौँ। यदि तपाईँहरूले क्युआर कार्डबाट भुक्तानी गर्नुभएको छ भने त्यो त स्वतः दर्ता भइसकेको छ, तपाईँको भुक्तानी स्वतः दर्ता भइसकेको छ। यसले नै भनिसकेपछि तपाईँको भुक्तानी स्वतः दर्ता भइसक्यो, त्यसको लागि तपाईँले केही पनि गर्नु पर्दैन। अब बिल दर्ता गर्नुको लागि अलि तलपट्टि जानुपर्ने हुन्छ। त्यहाँभन्दा पहिले यहाँनिर कहीँ चारवटा कुरा ध्यान राख्नु होला। देखाएका बिल विजय कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन् भनेको छ। योग्य हुने छैनन्, यी कारणले योग्य हुने छैनन्। व्यावसायिक प्रयोजनका लागि भएका खरिद बिचक, यदि तपाईँको बिजनेसको लागि भनेको कुनै सङ्घ संस्थाहरूमा त्यसको लागि भएको हो भने त्यो हुँदैन। र सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएको बिजक पनि हुँदैन। टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत सहरी तथा ढुवानी साधन र वाइ टिकट खरिद बाबतका बिजक पनि मान्य हुँदैनन् र स्थानीय लेखा नम्बर लिएका व्यक्तिबाट खरिद गरिएका बिजक पनि हुँदैनन्। र यहाँ खास कुरा के छ भने, यति कुरा थाहा पाइसकेपछि तपाईँले बिजकको कार्यक्रममा सहभागी हुन योग्य जुन यी भनाइहरू लेखिएका छन् यसमा ख्याल राख्नुहोला। अब सिधै हामीले बिल दर्ता गर्न छ। यदि तपाईँले पसलबाट बिल दर्ता लिइसक्नु भएको छ भने लाइभ हेरेर दर्ता गर्नुहोस्। साथीहरू, सबभन्दा पहिले बिल नम्बरमा जानु होला। बिल नम्बर कति छ? मेरो बिल नम्बर छ 128 छ। साथीहरू, ध्यान दिएर हेर्नु होला। बिल नम्बर सबैभन्दा पहिले। दोस्रोमा विक्रेताको प्यान नम्बर भनेको छ, प्यान नम्बरलाई टाइप गर्नु होला। म प्यान नम्बरलाई टाइप गर्न गइराखेको छु। साथीहरू, प्यान नम्बर हानिसक्यो भन्दापछि बिल मितिमा जानु होला। तपाईँले खरिद गर्नुभएको बिल कहिले हो त्यो मितिलाई सिलेक्ट गर्नु होला। मैले सिधै 8 गते खरिद गरेको छु। बिलमा भएको कुल रकम यहाँ लेख्नुपर्ने हुन्छ। कतिको सामान किन्नुभएको त्यो यहाँ टाइप गर्नु होला। 100 भन्दा माथिको हुनुपर्ने छ। यदि तपाईँले 10 मात्र, यदि तपाईँले 10 रुपियाँ मात्र लेख्नुभयो भने कारोबार रकम कम्तीमा 100 रुपियाँ हुनुपर्ने हुन्छ भनेको छ। यहाँ मैले 140 को सामान खरिद गरेको छु। अलि तलपट्टि जानुपर्ने हुन्छ। अब यहाँ भनेको छ भुक्तानीकर्ता विवरण। भुक्तानीकर्ता भनेको यो बिल खरिद गर्दा भुक्तानी गर्ने मान्छे को हो त? किनभने बिल मैले लिएको छु, यहाँ मेरो नाम लेख्छु। अब तपाईँहरूले आफ्नो नाम लेख्नु होला। यहाँ आफ्नो नाम लेख्नुहोस्। त्यसभन्दा तल आफ्नो मोबाइल नम्बर लेख्नुहोस्। आफ्नो नाम, आफ्नो मोबाइल नम्बर लेखिसक्यो भन्दापछि तल चाहिँ के लेख्नु होला त? ठेगाना लेख्नु होला। यहाँ तपाईँले सिधै ठेगाना लेखिसक्यो भन्दापछि अलि तलपट्टि जानु होला। यहाँनिर सुरक्षा प्रमाणीकरण भनिसकेको छ, सक्सेसफुल भनिसकेको छ। अब यो फारम नगदमा भुक्तानी गरिएको बिलका लागि मात्र हो भनिसकेपछि यहाँनिर पुरस्कार कुपन सिर्जना गर्नुपर्ने हुन्छ। यसमा क्लिक गर्नु होला। यहाँनिर देखिराख्नु भएको होला पुरस्कार कुपन सिर्जना भयो भनिसकेको छ। यहाँनिर तपाईँको पुरस्कार कुपन सिर्जना भइसकेको छ। साथीहरू, अब तपाईँहरूले यसलाई के गर्नु होला? सेभ गरेर राख्नु होला। तपाईँले यसलाई डाउनलोड गरेर राख्नु होला। यो दुईटै कुरामा ध्यान दिनु होला। यसलाई म दुईटैमा PNG र PDF दुईटैमा डाउनलोड गरेर राख्छु यसलाई, किनभने तपाईँलाई पछि काम लाग्छ। तपाईँ यो पुरस्कार कार्यक्रममा सहभागी भइसक्नु भएको छ। यसरी तपाईँले दर्ता गर्न सक्नुहुन्छ। यदि तपाईँले अर्को बिल पनि छ भने अर्को बिल पनि यहाँ दर्ता गर्न सक्नुहुन्छ। यसमा क्लिक गरेर। साथीहरू, आजको भिडियो कस्तो लाग्यो? साथीहरू, भिडियो मन परेमा भिडियोलाई लाइक र सेयर गर्न नभुल्नु होला। यस्तै नयाँ भिडियोको लागि फेरि च्यानललाई सब्सक्राइब गर्नु होला। फेरि अर्को नयाँ भिडियोमा मिल्ने नै छौँ। धन्यवाद।